आउनुहोस्, आज हामी नेपालको सबैभन्दा पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिरको बारेमा अलि गहिरिएर कुरा गरौँ। खासमा यो मन्दिर भगवान शिवको पशुपति स्वरूपलाई समर्पित छ। अब पशुपति भनेको के हो त? यसको अर्थ हुन्छ सम्पूर्ण प्राणीहरूका भगवान। हेर्नुस् त, यो नाममा नै कति विशालता र महत्व लुकेको छ। यो पुरै पवित्र क्षेत्र सोच्नुस् त 246 हेक्टरमा फैलिएको छ। कति ठुलो होला हैन? अनि यही क्षेत्रभित्र 500 भन्दा पनि धेरै मन्दिरहरू र साना ठुला देवालयहरू छन्। ल, अब सुरु गरौँ है त। पशुपतिनाथ मन्दिर भनेको पवित्र बागमती नदीको किनारमा रहेको आस्थाको एउटा जीवन्त केन्द्र हो। यो खाली ढुङ्गा र काठले बनेको संरचना मात्रै होइन, यो त एउटा जीवित सम्पदा हो जहाँ आस्था सास फेर्छ। यहाँको सबैभन्दा अनौठो कुरा के हो भने नि, यहाँ सृष्टि र विनाश एक अर्कासँगै जोडिएका छन्। पशुपतिनाथ यस्तो गहिरो ठाउँ हो जहाँ जीवन र मृत्युको चक्रलाई खुलेरै देख्न र अनुभव गर्न सकिन्छ। अब यो मन्दिरको शक्ति र महत्व बुझ्नको लागि यसको पौराणिक कथाहरूतिर फर्किनै पर्छ, किनभने यिनै कथाहरूले नै त हो नि यो ठाउँलाई यति धेरै शक्तिशाली बनाएको। खै, कुनै पनि ठाउँ कसरी त्यति धेरै पवित्र बन्छ होला? पक्कै पनि यसको पछाडि केही न केही एकदमै अविश्वसनीय कथाहरू लुकेका हुन्छन्। हो, पशुपतिनाथको कथा पनि त्यस्तै छ। यहाँ खास गरी दुईवटा कथाहरू एकदमै प्रचलित छन्। एउटा कथाले के भन्छ भने, भगवान शिव मृगको रूपमा काठमाडौँ उपत्यकामा घुम्दै हुनुहुन्थ्यो। त्यही बेला उहाँको एउटा सिङ भाँचियो र त्यही नै पहिलो पूजा गरिने लिङ्ग बन्यो। अनि अर्को कथा चाहिँ कामधेनु गाईको छ। भनिन्छ ती गाईले हरेक दिन एउटै ठाउँमा गएर दुध चढाउँथिन्। पछि गोठालाहरूले त्यहाँ खनेर हेर्दा त आफै उत्पत्ति भएको शिवको प्रकाशमय स्वरूप स्वयम्भू ज्योतिर्लिङ्ग फेला परेछ। अर्को एउटा रोचक कथाले त झन् यो ठाउँलाई भारतको केदारनाथसँग जोड्छ। मान्छेहरू भन्छन् शिवको शरीर केदारनाथमा र शिर चाहिँ यहाँ पशुपतिनाथमा प्रकट भएको थियो। यसरी यी दुई पवित्र स्थलबीच गहिरो पौराणिक सम्बन्ध छ। ल, अब यी पौराणिक कथाहरूबाट अलिकति पछाडि हटेर मन्दिरको वास्तविक इतिहासतिर लागौँ है त। शताब्दीौंदेखि यसको निर्माण कसरी भयो, आउनुहोस् हेरौँ। यो मन्दिरको लामो इतिहासलाई हेर्ने हो भने एउटा कुरा एकदमै स्पष्ट देखिन्छ, त्यो हो यसको दृढता। यो कैयौं पटक बन्यो, कैयौं पटक ध्वस्त भयो, तर हरेक पटक फेरि पुनर्जीवित भयो। यसको इतिहासमा केही महत्त्वपूर्ण मोडहरू छन्। जस्तै 5औं शताब्दीमा लिच्छवी राजा सुपुष्पदेवले यहाँ पहिलो मन्दिर बनाएको मानिन्छ। त्यसपछि 1349 मा सुल्तान शमसुद्दीनको आक्रमणले मन्दिरमा ठूलो क्षति पुर्यायो र अन्तमा 17औं शताब्दीमा आएर मल्ल राजाहरूले आज हामीले देख्ने यो सुन्दर प्यागोडा शैलीको मन्दिर बनाए। लिखित प्रमाणहरूले त झन् यो ठाउँ कति पुरानो हो भन्ने कुरालाई पक्का गर्छन्। ती प्रमाण अनुसार यो स्थल कम्तीमा पनि 1600 वर्ष पुरानो हो। सोच्नुस् त यसको ऐतिहासिक जरा कति गहिरो रहेछ। ल, अब इतिहासबाट फेरि वर्तमानमा फर्कौं। आजको दिनमा यो मन्दिरलाई विशेष बनाउने अनौठा अभ्यासहरू र यसको वास्तुकलाका केही रोचक विवरणहरू हेरौँ। यो मुख्य मन्दिरको वास्तुकला आफैमा कति अद्भुत छ। यसको दुई तले प्यागोडा शैली, टलक्क टल्किने सुनौलो छाना अनि चाँदीले ढाकिएका ती 4वटा भव्य ढोकाहरू, साँच्चै यसले सबैलाई आकर्षित गर्छ। मन्दिरको ठिक केन्द्रमा रहेको मुखलिङ्ग पनि एकदमै विशेष छ। यसका 4वटा अनुहारहरू 4 अलग अलग दिशामा फर्किएका छन्, जसले शिवका फरक फरक स्वरूपहरू सद्योजात, वामदेव, तत्पुरुष र अघोरलाई जनाउँछन्। अनि एउटा 5औं अनुहार पनि छ, ईशान, जुन चाहिँ अदृश्य रूपमा माथि रहेको विश्वास गरिन्छ। यहाँको एउटा अनौठो परम्पराबारे कुरा गरौँ। यो परम्परा आदि शङ्कराचार्यले सुरु गरेको मानिन्छ। त्यो के हो भने, मन्दिरका मुख्य पुजारीहरू जसलाई भट्ट भनिन्छ, उहाँहरू दक्षिण भारतको कर्नाटकबाट आउनुभएका वैदिक ब्राह्मणहरू हुनुहुन्छ। पशुपति मन्दिर परिसरको एउटा छुट्टाउनै नसकिने हिस्सा हो आर्यघाट। बागमतीको किनारमा हुने खुला दाह संस्कारले हिन्दू धर्ममा रहेको जीवन र मृत्युको चक्रको गहिरो दर्शनलाई हाम्रै आँखा अगाडि देखाइदिन्छ। अब अन्त्यमा यी सबै कुराहरू मतलब पौराणिक कथा, इतिहास र संस्कारहरूलाई एकै ठाउँमा जोडेर हेरौँ त आखिर यो मन्दिरको स्थायी महत्व के रहेछ। हो, पशुपतिनाथ मन्दिर भनेको केवल एउटा मन्दिर मात्रै होइन, यो त युनेस्को विश्व सम्पदा स्थल हो, नेपालकै सबैभन्दा पवित्र हिन्दू तीर्थ हो र सबैभन्दा महत्त्वपूर्ण कुरा हजारौं वर्षदेखि चल्दै आएको आध्यात्मिक अनुष्ठानहरूको एउटा जीवन्त केन्द्र हो।